ह्यान्डसम भएर के गर्छौ केटा हो? अहिलेको केटीहरूले खाना पकाउने केटा नै रोज्छन्। मेकअप गरेर के गर्छौ केटी हो? आजकलको केटाहरूले राम्रीलाई बिस्तारामा अनि संस्कारीलाई दिलमा राख्छ। केटाहरूको लामो तन्केको यो के हो? केटाहरूको त्यो के देखाएको यो के हो? उनीहरूको लामो देखाएको संस्कार चाहिँ राम्रै सिकिँदै रहेछ। भोलि पर्सि 1-2 वर्षपछि रत्नपारतिर 500 को माल बनेर पाउने यिनीहरू नै होला। यस्तै लुगा किनौ भनेर हेरिरहेको होला। छैन अरे बजारमा, सर्टेज छ अरे, सर्टेज है। दिउँसै त्यो खालको बत्ती बालेर कुन बजार हिँड्नुभयो दिदी? डान्स ठिकै हो, तर लिपसिङ चाहिँ कता कता बिग्रेको जस्तो लाग्यो है। त्यो कुन चीज हो जुन चीज मान्छेले पाएन भने हातले काम चलाउँछ? धन्यवाद हजुरलाई, यो प्रश्नको लागि मुरी मुरी धन्यवाद। यो प्रश्नको उत्तर थाहा पाउनको लागि चाहिँ हस्तबहादुरसँग व्यस्त हुने मान्छेलाई सोध्नुपर्छ, अनि थाहा हुन्छ है। होइन हो, म त यो सेतु झोलाभित्र त एउटा बन्दुक र 2टा गोली पो देख्छु त हौ। बज्याले नपड्किने बन्दुक पो बोक्यो क्या हो है। ओखो बराइने, अनि स्कुलमा त अनि बल देखाएरै पास हुने भयो त। बल नि कत्रो हौ, यसमा अलि हावा बढी भएको जस्तो छ है। यो त के हो, मरद जस्तो छ त हौ। अनि के हो भाइ, बिचमा त अनि जार उम्रेको छ त, काट्न बिर्से चाहिँ के हो? दिमाग पनि काम नलाग्ने रहेछ यार।